हेलो नमस्ते सबैजनालाई। आज एससी परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई लिएर हामी त्रिवेणी धामतिर घुमाउनको लागि लिएर आइरहेछौँ। लास्ट ब्याच हैन, लास्ट दिन आज आज अन्तिम दिन हैन। ल अब कस्तो भयो त नानीहरुको एक्जाम? अब सबैजनाको राम्रो भयो हैन? ल तिम्रो कस्तो भयो? ल भन त। ठिकै भयो मिस। ठिकै कि राम्रो? ए प्लस त सबैजनाको आउँछ नि हैन र? ल कतिजनाले ए प्लस ल्याएपछि अब पुरस्कार पाउने हैन? अब सरको तर्फबाट पनि ए प्लस ल्याउनेले 10,000 पुरस्कार पाउने भन्ने चाहिँ अब सरले वचन दिनुभएको छ हैन? ल भनेपछि अब ए प्लस त अब तिम्रो पनि आउँछ हैन? आउँछ ल ठिक छ। ल हाम्रो अब कस्तो फिल भइरहेछ त आज यता घुम्न आउँदा तिमीहरूलाई? रमाइलो यार हो, रमाइलो लागिरहेछ। मुख किन लुकाऊ त नि? हो र? हाम्रो सर कहाँ जानु भयो? ल सर, ल आज विद्यार्थीसँग घुम्दा कस्तो फिल भइरहेछ त सर? एकदम रमाइलो रमाइलो भइरहेछ। यो गर्मी धेरै छ। हो हुन त हेर्नु न कस्तो गर्मी छ, पसिना पनि खलखली आइरहेछ। ल नानीहरू पनि खुसी छन् एकदमै आज परीक्षा भ्याइयो हैन? एकदम प्लस प्लस एकदम प्लस। के छ तिम्रो खबर? ल ल सबैजनाले हेर ल रमाइलो छ है। ल ल सबैभरि चाहिँ तिमी असल मान्छे बन्नु है। कतिरहेको छु। आई मिस यु। ल बाई बाई। फर्स्ट टाइम आतल होते म तिमीसँगै हामीलाई चाहिँ कहिले पनि देख्दा भेट्दा चाहिँ सधैँ बोल्नु है। एकाउन्टेन्ट बन्ने उनको चाहना रहेछ हैन? ल एकाउन्टेन्ट बन्ने उनको चाहना चाहिँ पुरा होस् हैन? अब मम्मी बाबाको चाहिँ आशा भरोसा हो तिमी हैन? यो चाहिँ सदैव पुरा गर्नु। अनुशासित छौ, अझै अनुशासित बन्दै जानु। अनुशासनको पालना गर्न चाहिँ कहिले पनि नबिर्सिनु। जीवनमा सबैभन्दा ठुलो कुरा भनेकै अनुशासन हो हैन? यो चाहिँ सदैव पालना गरिराख्नु र देख्दा भेट्दा सदैव बोल्नु। हजुर अनि यो म्याडमले के लेखिदिनु भयो? पढाउँदा भन्नु भएन भनेको सर? त्यही पनि यो अन्तिम यो पछिसम्म चाहिँ उनीहरूले राखिराख्ने। अब यिनीहरूको चाहिँ पढाइ सकियो। हजुर आजबाट चाहिँ लास्ट हो आज। एसई दिएर हजुर एससी दिएर विदाइ गरियो। बिदाइ गर्नु उता फर्काउन। सफलतापूर्वक पास गर्नु, देशको कलाकार बन्नु, भोलि पर्सि हाम्रो कलेजमा पढ्न आउनु। म इन्जिनियरिङ अध्ययन संस्थान पुलको क्याम्पसमा काम गर्ने मान्छे। पहिला तपाईँ स्कुलमै ल नानी है। मेरो नाम चिरञ्जीवी भण्डारी, काठमाडौँ गोकर्ण गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2 निवासी चिरञ्जीवी भण्डारी। ल यति होली मनाउन मन रहेछ यिनीहरूलाई। उनीहरूको चाहिँ ड्रेस चाहिँ केर्नु हुँदैन। भाइलाई चाहिन्छ भने दिदीहरू कति चाहिँ आफ्नो भाइ बहिनीप्रति कति माया ल्याएर यो ड्रेस चाहिन्छ भनेर भाइको लागि चाहिँ यसरी ड्रेस राखिरहेको छन् उनीहरूले। उनीहरूलाई चाहिँ केयरमेट गर्नु हुँदैन भन्ने धारणा उनीहरूको है। सबैको विचार एक नासै हुँदैन। यस्तो छ फेरि होली छ यतातिर। मान्छे बन्नु, असल बन्नु। मम्मीको चाहिँ एक मात्र छोरी हैन? आमा बुवाको चाहिँ आशा भरोसा तिमी हौ हैन? सधैँ सत्मार्गमा हिँड्नु, अनुशासनको चाहिँ पालना गरिराख्नु। तेरा साथ नहीं छोड़
3 महिनापछि फेरि कोही कसैको साथमा हुनु मलाई थाहा छ। अरू केही छ भने विचारहरू छन् के नि उता अब सकियो त अझै बाँकी रहिरहेको छ तिमीलाई घुम्ने ठाउँ झुलुङ्गे पुलमा जाने अझ त्यहाँ पनि अझै बनाउने भिडियो बनाउने अनि लेख्ने ल अब अहिले नानीहरूको चाहिँ ल हेर्नु छ ड्रेस अनि हामी यसले लेख्नु छ हामीलाई चाहिँ कसैले गाली नगर्नु होला है ल विद्यार्थीले आफ्नो खुसीले चाहिँ यहाँ यो गरिरहेको छन् होइन हेर्नु यहाँ मिसले लेखेको ए सफलताको बारेमा सफलताको मार्गमा हिँड्नु है असल मान्छे बन्नु है हिँड्ने छौँ हामी हस् ओके गजगरा बाई बाई अब सबैजना सब थाकियो पुरा उनीहरूको खुसी छ ल हेलो नमस्ते सबैजनालाई आज हामीहरू चाहिँ घुम्नको लागि यता विनय त्रिवेणीतिर आइरहेछौँ यो पुलतिर घुम्नको लागि आज चाहिँ एससी परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई लिएर घुम्नको लागि हामी आइरहेछौँ सब विद्यार्थीहरू वहाँ पर पुगिसकेँ म एकदम थकै लाएर म हिँडिसकेँ होइन म नि छु यहीँ एकजना नानी छिन् यहाँ ए यिनी छिन् मसँग यहाँ के फोटो खिच्ने हो क्या तिमीहरू आफै ग्रुपमा आइन आज कस्तो फिल भइरहेको त तिमीलाई एकदम नराम्रो लाग्छ साथीहरूसँग छुट्टिनु परिरहेछ लास्ट साथीहरूलाई सँगै डुल्नु पनि मन लाग्छ रुन हुँदैन अब भेट भइहाल्छ होइन अब भेट त हुन्छ त्यही नि अब यत्रो वर्ष भइसक्यो बसेको साथीहरूसँग नि हाँसे बोलेको मजाक गरेको रिसाएको झगडा गरेको अब त पाइँदैन गर्न पाइँदैन अब त याद आइरहन्छ होइन गाह्रो छ यस्तै हो जिन्दगी लाइफ ल यता यिनी एकदम गम्भीर भइरहेको छन् है एकदम साथीहरूको चिलमा छन् साथीहरूलाई चाहिँ कुनै टेन्सन छैन यिनी चाहिँ कता रुनी जस्तो भइरहेको छ ल हामीहरू विनय त्रिवेणी गाउँपालिकामा अवस्थित यो झोलुङ्गे पुलमा हामीहरू घुम्नको लागि आइरहेछौँ अब चाहिँ घर जाने तयारीमा छौँ हामीहरू धेरै घुम्यौँ कस्तो लाग्यो त नानीहरू आज घुमेर एकदमै रमाइलो लाग्यो आइसमा र ल ठिक छ ओके हजुर पनि अब कहाँबाट हेर्दै हुनुहुन्छ यदि घुम्न चाहिँ इच्छा लाग्छ भने यतातिर विनय त्रिवेणी गाउँपालिकामा अवस्थित यो पुल चाहिँ घुम्नको लागि आउनु होला एकदम रमणीय ठाउँ छ हेर्नुहोस् त जतासुकै यस्तो रमाइलो ठाउँ छ सिरसिर हावा चलिरहेछ एकदम यहाँ फोटो खिच्न मिल्छ घुम्न मिल्छ फोटोग्राफरहरू पनि हुनुहुन्छ त्यहाँ एकदम रमाइलो ठाउँ पर्यटकीय स्थल छ यहाँ होइन ल नानीहरू अब आजबाट चाहिँ हाम्रो क्लास एससी सकियो होइन एससीको लास्ट दिन हामीले अब चाहिँ मेरा प्यारा चाहिँ नानी बाबुहरू सदैव चाहिँ अनुशासनको पालना गरिराख्नु होइन हामीले सिकाएका हरेक ज्ञानहरू चाहिँ अवलम्बन गरिराख्नु ओके ल बाई बाई नानीहरू बाई बाई आज हाम्रो अन्तिम फेरि आउँदैन तिमीहरू राम्रो गऱ्यो नि सबै विषयहरू यसलाई क्रिम बनाएर राख्नुपर्छ फाउन्डेनमा देखाएर मधु सर हामी मिलेर सुन्नु पनि थियौँ हाम्रै स्कुल उनीहरू आएकै थिएनन् सानो 15-20 वर्ष अगाडि ए 61-62 होइन यिनीहरू जन्मेकै थिएन
ल खुसी लाग्यो कहाँ कहाँ घुमेर आयो त अनि पारी त्यही त हामी पारी गर्थ्यौँ यसो हेरेको देखेनौँ लेट भयो नि त यता यता छुट्टी भइसक्यो इक्जामको टिनको भन्दा त सानो देखिन्छ नि कता ड्रेस लगाउँदा सानो देखिन्छ नि अहिले सानो लगाएर